गाइज गुड मर्निङ वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी यहाँ घरै बसेको थियौँ, हेर्नुभयो पक्कै। अनि घरै बसेको थियौँ अनि अब चाहिँ तुलसीपुर जाने हाम्रो भाउजूको घर। अनि माथि सब्जी पाके छ, अब जाने हो। सबै रेडी भइसकेछ, अब नास्ता खाने अनि जाने हो। अब खाने हो रोटी सब्जी यहाँ बनाउनु भएको छ। यो खाएर चाहिँ हिँड्ने हो अब तुलसीपुर। हामी चाहिँ फाइनली 1 घन्टाको हिँडाइपछि यहाँ भाउजूको घर आइछौँ। अब अन्डा सन्डा भुटेर पेटभित्र गइसक्यो। अब कतिखेर अब खाना पकाउने होला नि। अनि हेलो गाइस गर्दै हामी आइसक्यौँ घर भन। हामी घर आइसक्यौँ भन्न। गाइस हेर्न सक्नुहुन्छ हामी आएको प्लास्टिक भूमि सुमित भएर त्यस्तो कामै भएन। अनि नानी यहाँ छ नि, बाबु आइज आइज के आइज बाबु त्यहाँ छ। अब यहाँ पानी आउँछ 4 बजीतिर। पानी आएपछि पानी भर्ने, त्यसमा यसमा पानी भर्ने हो अनि यसमा पुरै हाल्ने हो न नानी। नानी हो न, यो केरा हो। भोलि चाहिँ हजुरको यो घर चाहिँ यही हो। भोलि चाहिँ हजुरलाई घरको टुर दिन्छु। आइज हिँड्न, आइज जाम पपकर्न बनाएर खाउँला। आइज मेरोमा भिडियोहरू छैन के, नत्र हेर्लास्। आइज हामी चिया पपकर्न बनाउने यसमा। अनि पपकर्न यहाँ चाहिँ थोरै भाउजू चाहिँ उयो बिजुली छिन्ने छ, त्यही बजारतिर जानु छ, त्यही जोड्न हामी बनाइरहेको छ। ए नानी यो झ्याल बन्द गर। अब हावा हामी हेलो गाइस, आज यही घटना हो। अब हाल्नु क्या कस्तो पोल्यो नि गाई छि। मैले यहाँ पपकर्न थोरै बनाएको छु, यतादेखि हेर्ने यता राम्रो थियो। अब यसलाई बुझेर पछि गाई यहाँ नानीले झाडु लाउँदैछ। यहाँ बसेर खानु पर्यो नि, यहाँ झाडु लाउँदैछ नानीले। हामीले यहाँ नास्ता खान लाग्छौँ, पुरै भइसक्यो। अब खाने हो। नानी रेडीमा काम त फेरि एक्लै एक्लै छ क्या। यो रे के गाइस, अब हामी खान्छौँ। खोल 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 छिटो खोल, छिटो छिटो पानी गइन्छ अहिले। हेलो गाइस, मैले यहाँ भर्दैछु पानी। पानी भ्यायो भने अहिले फेरि यस्तै भरिँदै अर्को जर्किन लिएर आइज, सुक्छ अहिले फेरि पानी। यस्तो रहेछ क्या यहाँ फेरि 4 बजी उता 1 घन्टा पानी आउँदा चाहिँ 1 घन्टामा फुल भरेर राख्ने। यसमा राख्ने फुल, अहिले यो पाइपदेखि हाल्ने हो। अहिले यता फुल भरेर राख्नुपर्छ। यताले हामी नास्ता खाइसक्यौँ। अब नानीले भाँडा मोल्छ नि नानी। अब भाँडा मोल के गरेको? पुछ दिएको। कस्तो गर भन्दाखेरि
फाइनली गाइज हाम्रो चाहिँ कामसाम पुरै भ्याइयो। भाडा मैले त्यहाँ उमा ठुलो भाँडामा पानी हालेँ, म झारसार लगाएँ, नानीले भाँडा मोली, करण चाहिँ उता कता छ पर छ। हामी अब खेल्ने हो एकछिन करिश्मा, कोकोमा खेल्ने हो। कोकोमा खेल्ने हो। कस्तो हावा लागेछ। मैले धेरै काम गरेँ, दादाले भन्दा मैले मार्दिएँ। हावा कस्तो धेरै लागेछ। अनि यो कराने ऊ त्यहाँ छ कागज भाइ भाइ ऊ परेछ कागज क्या। दादाले खान लाग्नु भएको छ। म खन्दा छु। दाउरा काट्न लाग्नु भएको छ। यहाँ किला गाड्दैछु गाइज। अब यहाँ बाउजूहरूलाई खाने बाटो गराइदिनु पर्यो। नखाइदिन त हुन्न। ठिक छ है। गाइज हेर्न सक्नुहुन्छ हामी चाहिँ बारीमा काम गर्दैछौँ। भाउजूले पानी हाल्दै राख्नु भएको छ। म चाहिँ यहाँ खोर्सानी छ नि यसलाई कुखुरादेखि बचाउन मैले यहाँ किल्ला काटेर ठोकिरहेको कि। ए भाउजूले पानी हालेर राख्नु भएको छ। अब गाइस त अब म यहाँ बस्छु गाइज हो कि त्यो आगो लगाइदिनु भाउजू। यो यता लिउँ भाउजू। यो पनि के आयो। गाइज भाउजूले चाहिँ खाना पकाइराख्नु भएको छ। आज हाम्रो घरमा लाइन छैन, त्यही भएर आज चुल्हामा छिटो बना छिटो खाने। यता टमाटर छ, करण चाहिँ उता खेलिरहेको छ। उताएर गाइज यसमा पकाउने हो अनि खाने हो। अब भोलिदेखि ग्यासमा हुन्छ, लाइन आएपछि भित्र अँध्यारो हुन्छ। बालेर पनि त बनाउँछ नि के। आज के भएछ अन्त नानी बाबु अहिले पठाइदिनु होला सर भन्ने होइन के दाई भन्ने। त्यही त ठुलो समस्या छ नेपालको, त्यही भएर विकास भएको छैन। कतैमा आउनु भएको छ भने त हजुर मेम भन्छ। नाम कहिलेदेखि नाम भर्ना गर्नु मेम भन्छ। कसैमा आउनु हो हजुर यता यता कुरा नगर्नु। खर्च आउनु होला बोल्छु त कुरा त गरिन जान्छ। बिल्डिङमा त बुडिङ हो कि बिडिङ हो। बुडिङमा त होइन सरकारी गराउने भन्छ। यही स्कुलमा त म त पठाएको छैन, सरकारी त गराउनु होला। उसले अब प्रधानमन्त्रीले बोल्दै गर्छन् यता बाबु। गाइज हामी चाहिँ घुम्न जान लाग्छौँ नानी बाबुहरूसँग। साँझ भइसक्यो। अब भ्लग एन्ड गर्छु। हामी अर्को भिडियोमा भेटौँला। थ्याङ्क यू फर वाचिङ। बाई।